कोरियामा आइकन फर्स्ट हेयर कट काट्न जान लागेको 2 महिना भयो म कोरिया आएको र यो चाहिँ मेरो फर्स्ट हेयर कट हुन्छ सैलुनमा काट्न जान लागेको हेरौँ अब कस्तो काटिदिन्छ बाजेले बुझ्छै बुझ्दैन मलाई भाषा चाहिँ आउँदैन फेरि छेउमै छ कपाल काट्ने हाम्रो रुमदेखि 4वटा छ तर एउटा चाहिँ मलाई अलिकति ठिकै जस्तो लागेको थियो कुन भन्दाखेरि ऊ त्यहाँ अब आज विकेन्ड शनिबार हो सन्डे हो खुल्दै खुल्दैन अब खुल्दै छैन हेरौँ अब दोकान चाहिँ उ त्यो त्यहाँ 10,000 वोन लेखेको छ 1000 रुपियाँ नेपाली 10,000 वोनमा अब हेरौँ कति लाग्ने रहेछ फिक्स छैन बाहिर चाहिँ त्यसै लेखेको छ कपाल काट्ने रहेछ यस्तो हेरौँ मोमो कस्तो हुन्छ गरेर मैले चाहिँ कपाल काटेर आइसकेँ होइन त्यस्तै छ लुक भर्खर कोरियन फर्स्ट हेयर कट कोरियामा आएको 2 महिना भयो अब पहिले हेयर कट काटेको कस्तो हुन्छ यस्तै भयो अहिले चाहिँ राम्रै छ ठिकै लाग्यो केही भन्नु पर्न उसले आफ्नो कुरा काम गर्यो होइन हजुरबाले आफ्नो काम गर्नुभयो 10,000 रुपियाँमा अरू ठाउँमा फेरि 1500 2000 नै साथीहरूले काटेका छन् तर जेस यहाँनिर चाहिँ 1000 रुपियाँमै जेस रुमकै छेउमा अनि 1000 रुपियाँमा यतिको कट ठिकै लाग्यो मलाई नेपालको जति चाहिँ भन्न सकिँदैन नेपालमा चाहिँ अब के अरे 100 रुपियाँमा कपाल काट्ने होइन 150 120 त्यस्तै काटिन्थ्यो अब यहाँ 1000 रुपियाँ नि फर्स्ट टाइम एक्सपेन्सिभ हेयर कट भयो ल यस्तै छ